हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ एउटा भिडियोमा। आज चाहिँ म यहाँ तपाईँहरूलाई नेपालको दौत्य सम्बन्ध कायम गर्ने मतलब नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पहिलो 10 र अन्तिम 5 राष्ट्रहरू, यो दुईवटा जम्मा चाहिँ 15वटा लगभग याद गरौँ भने भइहाल्छ लोकसेवाको लागि। यसको याद गर्ने सजिलो तरिका बताउन गइरहेको छु, जुन मलाई पनि अहिले भर्खर थाहा भएको छ। अहिले पढ्दाखेरि थाहा भयो र मैले हजुरहरूलाई बताउन यहाँ आइसकेको छु। त यहाँनिर सुरु गरौँ है त। यहाँनिर तपाईँहरूले नेपालको दौत्य सम्बन्ध गर्ने सुरुमा दौत्य सम्बन्ध कायम गरेको पहिलो 10 राष्ट्रहरू हेरौँ है त। पहिलो 10 राष्ट्रमा हाम्रो छन् बेलायत 1 नम्बरमा, 2 नम्बरमा यहाँ 1 नम्बरमा बेलायत छ, 2 नम्बरमा अमेरिका, 3 नम्बरमा भारत, 4 नम्बरमा फ्रान्स, चीन, रुस, जापान, स्विजरल्यान्ड, श्रीलङ्का, इजिप्ट। लास्ट 10 नम्बरमा इजिप्ट छ। यो सबैलाई सम्झिने तरिका चाहिँ यहाँ मैले सजिलो तरिका बे अफ वफा यहाँ मैले बनाएको छु है, हेरौँ है। चिरु जापान सुसी भनेर बनाएको छु है। अब यो कसरी सम्झिने भन्दाखेरि यहाँनिर बेलायतको बेलायतको बे भयो, अमेरिकाको अ भयो, भारतको भ भयो, फ्रान्सको फा भयो, चीनको ची अगाडिको ची आयो, रुसको रु आयो, जापानको चाहिँ पुरै जापानै आयो, अनि स्विजरल्यान्डको सु आयो, अनि यहाँ श्रीलङ्काको सी आयो, अनि यहाँ इजिप्टको अगाडिको आई आयो। यति आएपछि तपाईँहरूलाई सम्झिन यहाँ अब बे अफ वफा भनेको बेवफा सम्झिनु नि, बेवफा सम्झिन सजिलो हुन्छ यो। बे अफ वफा चिरु जापान सुसी भने बेवफा चिरु जापान गएर सुसी खान्छ भनेर सम्झिनु। जापानमा सुसी फेमस छ नि त होइन। यो सुसी लास्टमा सम्झिनु भयो भने, यति सम्झिएपछि बेवफा जापान गएर सुसी खान्छ भनेर सम्झ्यो भने तपाईँको सुरुको 10 राष्ट्रहरू त्यसमै आइहाल्छ होइन। त्यसपछि यहाँ हजुरलाई अन्तिम राष्ट्र 5 राष्ट्र भनेको जम्मी हामीसँग दौत्य सम्बन्ध कायम गरेको नेपालसँग 83वटा राष्ट्रहरू छ। जम्मी 83वटा राष्ट्र। लास्टको किरिबाटी छ, त्यसपछि 82 हो, 182 183 है, 83 भनेपछि सरी, 183वटा राष्ट्र छ। 183मा किरिबाटी छ, त्यसपछि 182मा टोङ्गा भन्ने छ, त्यसपछि 181मा मार्सर आइल्यान्ड, त्यसपछि 180मा क्यामरुन, 179मा नाउरी र 178मा मलावी भन्ने छ है। यिनीहरूको अब सम्झिने तरिका यहाँनिर किरिबाटीको के आइहाल्यो है, टोङ्गाको टी आइहाल्यो, मार्सल आइल्यान्डको एम आइहाल्यो, ल क्यामरुनको क्या आइहाल्यो होइन, नाउरीको ना आइहाल्यो, अनि मलावीको म आइहाल्यो। मलावीको म आयो। यति आएपछि हजुरहरूलाई यहाँनिर सम्झिनलाई केटिएम, यहाँनिर सुरुमा यो लेखेको चाहिँ केटिएम क्या नाम भनेर छ। केटिएम क्या नाम भनेर के भयो किरिबाटी, टीबाट टुङ्गा, एमबाट उयो के भन्छ मार्सर आइल्यान्ड, अनि क्याबाट क्यामरुन, नाबाट नाउरी र मबाट मलावी भयो होइन। यति भएपछि यहाँ हजुरहरूको यो भयो लास्टको 5 राष्ट्रहरू, अन्तिम 5 राष्ट्रहरू यति भयो। अब यसलाई अर्को सम्झिने तरिका यो अप्ठ्यारो लाग्यो भने केटिएम म चाहिँ मतलब केटिएम आई कहाँ नुहाउँ म भन्ने छ क्या। केटिएममा चाहिँ पानीको समस्या हुन्छ नि त, त्यही भएर केटिएम आई कहाँ नुहाउँ म भनेर यतिको सम्झ्यो भने केटिएम आई भनेको केटिएम के को किरिबाटी, टीको टोङ्गा, एम र आईबाट यो एम भनेको मार्सर, आईबाट आइसल्यान्ड यो भइहाल्यो। अब का भनेको क्यामरुन सम्झिँदा काबाट क्यामरुन सम्झिँदा भइहाल्यो। नाउरी नुहाउँबाट नाउरी सम्झिँदा भइहाल्यो, मबाट मलावी भइहाल्यो। यति भएपछि तपाईँहरूको लास्ट अन्तिम नाम पनि अन्तिम 5 राष्ट्रको नाम पनि भइहाल्यो दौत्य सम्बन्ध कायम गर्ने। र यसलाई चाहिँ हजुरहरूले पार्टमा सम्झिँदा अझै सजिलो हुन्छ। जस्तो यहाँ 4 नम्बरसम्ममा होइन, यो भारत के अरे फ्रान्ससम्ममा बे अफ वफा छ नि त। बे अफ वफा मैले यहाँ अलग अलग पनि लेखिदिएको छु। यो बे अफ वफा यहाँ मुनि अलग अलग पनि लेखिदिएको छु। यो बे अफ वफा भन्ने छ, यो भनेको 2007 साल अगाडिको हो। 2007 साल अगाडि होइन। यो भनेको राणा शासन भइरहेको बेला, राणा शासन भएसम्म यो 4वटा मात्रै थियो 2007 साल अगाडि। यसरी यो सम्झिनु। अनि 2007 साल पछाडि चाहिँ हजुरहरूको यो यता मुनिको भयो
अगाडिको यता माथिको भयो। यसरी सम्झ्यौँ भने बेवफा बेअबफा भनेको बेवफा सम्झिन सजिलोलाई बेवफा भनेपछि उता अगाडिको 4वटा नाम आइहाल्यो। अनि यता चिरु जापान सुसी सम्झिनु भयो भने चिरु जापान सुसी सम्झिनु भयो भने यता लास्टको तपाईँको 6वटा नाम आइहाल्यो। चिरु जापान सुसी, चिरु र जापान सम्झ्यो भने सुसी त जापानको फेमस डिसलाई भन्छ कि सुसी भनेर सम्झिहाल्नुहुन्छ, त्यो भइहाल्यो होइन। किरिबाटीको अनि अरू यसमा हजुरहरूको यो के भन्छ यो डेटहरू चाहिँ हजुरहरूले याद नै गर्नुपर्ने हुन्छ, मतलब रट्नु नै पर्ने हुन्छ। अरू यसको त अब के डेट उतो गर्ने प्याटर्न त्यस्तो हुँदैन। त्यही पनि यहाँनिर हजुरहरूले यो बेलायतसँग दौत्य सम्बन्ध कायम गरेको यो भनेको सुगौली सन्धि पनि यही सेम दिन भएको थियो। सुगौली सन्धि र यो दौत्य सम्बन्ध भनेको लगभग एउटै हो। सुगौली सन्धि पनि तपाईँहरूको 1816 मार्च 3मै भएको हो है। अब अरू यो त्यसपछि 2047को 2टा, 2049, त्यसपछि 2055, 56को 3टा, 57को 2टा, यो यसरी सम्झिनु भयो भने सजिलो हुन्छ। अनि लास्टमा यिनीहरू यो त झन् सजिलो छ, 24को 2टा छ, यो त जुलाई 17 मार्च 1 यिनीहरू सम्झिहाल्नुहुन्छ है। यो चाहिँ हजुरहरूले रट्टै मार्नुपर्ने हुन्छ। मैले पनि रट्टै मारेको छु। अब अलि कतिखेर बिर्सिन खोजिन्छ, फेरि हेऱ्यो भने सम्झिहालिन्छ है। बेवफा सुरुमा सम्झिनु, बेवफा, चिरु जापान सुसी, अनि केटिएम क्या नाम, यति सम्झेपछि तपाईँहरूको 15वटा अन्त सुरुको 10वटा र लास्टको 5वटा नाम याद भइहाल्छ है, हालिन्छ। मैले पनि अहिले भर्खरै मतलब लेखाउनु भएको थियो, मैले यसो हेरेको सम्झिहालेँ एकैछिनमा। यो के खासै गाह्रो त छैन होला है। हजुरहरूलाई कस्तो लाग्यो यसो कमेन्टमा गरेर भनिदिनु होला। र एउटा क्वेसन हजुरहरूको लागि मैले छोडिदिएँ, यो कमेन्टमा लेखिदिनु मन भयो भने लेख्नु, नलेखिदिनु मन भए हजुरहरूको मन। यो यहाँ राणा शासनको आयो होइन, राणा शासनको मतलब राणाको पहिलो प्रधानमन्त्री को हो थाहा छ भने भनिदिनु होला होइन। राणाको पहिलो प्रधानमन्त्री राणा शासनको पहिलो प्रधानमन्त्री को हो भनेर थाहा छ भने भनिदिनु होला। यो हजुरको लागि क्वेसन हो, कमेन्टमा कमेन्ट गरिदिनु होला। हजुरहरूसँग पनि योभन्दा सजिलो तरिका सम्झिने तरिका छ भने कमेन्ट गरेर भन्न सक्नुहुनेछ। र यो दौत्य सम्बन्धलाई चाहिँ इङ्ग्लिसमा डिप्लोमेटिक रिलेसन भन्दो रहेछ होइन। डिप्लोमेटिक भनेपछि यहाँ सम्झिनलाई याद हुँदो रहेछ। दौत्य सम्बन्ध भनेको सुरुमा मैले पनि कन्फ्युजन भएर है यहाँ के हो भनेर दौत्य सम्बन्ध मतलब सुनेको थिएन नि त, त्यति खासै सुनेको थिएन। यहाँ डीको दौत्य एउटा हाल्नै बिर्सेछु, यहाँ पनि एउटा हाल्नै बिर्सेछु। ल, दौत्य सम्बन्ध भन्यो भने त्यति खासै मतलब बुझिँदैन। डिप्लोमेटिक रिलेसनसिप भन्यो भने लगभग सबैले बुझिहालिन्छ है। ल त यति नै गरौँ अब आजको लागि। योभन्दा अरू पनि कुनै सजिलो सम्झिने तरिका छ भने कमेन्टमा भन्न सक्नुहुन्छ, मलाई पनि सजिलो हुन्छ। अनि अरू पनि केही कुनै पनि चिजको मतलब ट्रिकहरू छ भने कमेन्टमा बताइदिनु होला। हजुरहरूको पनि साथ सहयोग चाहिन्छ है। यति याद गर्नुभयो भने लगभग दौत्य सम्बन्धको आधीभन्दा धेर याद भइहाल्छ हजुरहरूलाई। आधीभन्दा धेर भनेको यति नै हुन्छ। ल हस् त, यतिको आजको लागि यति। यस्तै अरू पनि थाहा पायो भने हजुरहरूको लागि म ल्याइ नै हाल्छु भिडियो है। तबसम्मको लागि टाटा, बाई बाई एन्ड सी यू सुन।